नमस्कार साथीहरू, शिक्षक सेवा आयोग अर्थात् टीएससीको तयारीमा जुट्नुभएका सम्पूर्ण परीक्षार्थी साथीहरूका लागि आजको यो भिडियो अत्यन्तै महत्त्वपूर्ण छ। म हुँ यहाँहरूको एक्जाम गुरु। आज हामी विश्वको भूगोल भाग 2 अन्तर्गत अक्षांश, देशान्तर, अन्तर्राष्ट्रिय तिथि रेखा र समय तथा दूरीको बारेमा एकदमै स्पष्ट, सरल र पूर्ण रूपमा परीक्षामुखी रहेर चर्चा गर्दैछौँ। ल, कापी र कलम लिएर तयार हुनुहोस् है, सुरु गरिहालौँ। आजको हाम्रो प्रस्तुतिमा हामी मुख्य गरेर यी 5वटा कुराहरू कभर गर्नेछौँ। सुरुमा अक्षांश, त्यसपछि देशान्तर रेखाहरू, अनि मिति नै बदल्ने अन्तर्राष्ट्रिय तिथि रेखा, समय र दूरीको हिसाब, र अन्त्यमा परीक्षामा सोधिन सक्ने सम्भावित प्रश्नहरू। एकदमै सिस्टमेटिक रूपमा अगाडि बढ्छौँ है त। ल, अब लागौँ हाम्रो पहिलो टपिकतर्फ, अक्षांश रेखाहरू, जसलाई हामी होरिजोन्टल प्यारालेल्स पनि भन्छौँ। सरल भाषामा भन्नुपर्दा पृथ्वीलाई पूर्व पश्चिम दिशामा घेरेर खिचिएका काल्पनिक रेखाहरू नै अक्षांश हुन्। यी रेखाहरू भूमध्य रेखासँग ठ्याक्कै समानान्तर हुन्छन्। यहाँनिर हेर्नुभयो भने बीचमा भएको 0 डिग्रीको रेखालाई हामी भूमध्य रेखा अर्थात् इक्वेटर भन्छौँ। अक्षांशले यही भूमध्य रेखाबाट उत्तर वा दक्षिणतर्फको कोणीय दूरी नाप्ने काम गर्छ। 0 डिग्रीबाट सुरु भएर उत्तरतर्फ 90 डिग्री र दक्षिणतर्फ 90 डिग्रीसम्म फैलिएर यसले पृथ्वीलाई पूर्ण वृत्तहरूमा बेरेको हुन्छ। अब परीक्षाको लागि यी प्रमुख अक्षांश रेखाहरू त कण्ठै हुनुपर्छ। 0 डिग्री भनेको भूमध्य रेखा भइहाल्यो, 23.5 डिग्री उत्तरलाई कर्कट रेखा र 23.5 डिग्री दक्षिणलाई मकर रेखा भनिन्छ। अनि 66.5 डिग्री उत्तर आर्कटिक वृत्त अर्थात् सुमेरु वृत्त हो भने 66.5 डिग्री दक्षिण अन्टार्कटिक वृत्त अर्थात् कुमेरु वृत्त हो। एउटा महत्त्वपूर्ण कुरा के भने यिनै रेखाहरूले विश्वको जलवायु निर्धारण गर्छन्। भूमध्य रेखाबाट जति माथि वा तल गइन्छ नि, तापक्रम त्यति नै घट्दै जान्छ। ल, आजको पहिलो मुख्य एक्जाम टिप, यो 111 को अङ्क चाहिँ दिमागमा छपाइहाल्नुहोस् है। दुईवटा अक्षांश रेखाहरू बीचको औसत दूरी करिब 111 किलोमिटर हुन्छ। 1 डिग्री अक्षांश बराबर 111 किलोमिटर। यो प्रश्न लोकसेवा र शिक्षक सेवामा बारम्बार सोधिएको छ, त्यसैले नभुल्नुहोला। अक्षांशको कुरा सकेपछि अब लागौँ हाम्रो दोस्रो टपिकमा, देशान्तर रेखाहरू, जसलाई भर्टिकल मेरिडियन्स पनि भनिन्छ। अक्षांश पूर्व पश्चिम जान्थे भने देशान्तर रेखाहरू चाहिँ उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म जोडिने गरी ठाडो रूपमा खिचिएका काल्पनिक रेखाहरू हुन्। यहाँ देख्न सकिन्छ यी रेखाहरू ध्रुवमा गएर कसरी एकै ठाउँमा मिसिएका छन्। देशान्तर रेखाहरू जम्मा 360 वटा हुन्छन्। बेलायतको ग्रिनविच भएर जाने 0 डिग्रीको देशान्तर रेखालाई प्रधान मध्याह्न रेखा अर्थात् प्राइम मेरिडियन भनिन्छ र विश्वभरिको समय निर्धारण गर्ने मुख्य आधार नै यही 0 डिग्रीको रेखा हो। धेरै साथीहरू परीक्षामा झुक्किने ठाउँ यही नै हो, त्यसैले यो भिन्नता प्रष्टसँग बुझौँ है। अक्षांश रेखाहरू पुरै गोलो अर्थात् पूर्णवृत्त हुन्छन्, तर देशान्तर रेखाहरू आधा गोलो वा अर्धवृत्त मात्र हुन्छन्। अर्को कुरा, अक्षांशले मुख्यतया हावापानी र दूरी बताउँछ भने देशान्तर रेखाको प्रमुख काम भनेको समय निर्धारण गर्नु हो। अक्षांश तेर्सो, देशान्तर ठाडो, यति कन्सेप्ट बसालेपछि कहिले गल्ती हुँदैन। अब जाउँ तेस्रो र एकदमै रमाइलो विषयमा, अन्तर्राष्ट्रिय तिथि रेखा। सुन्दा नै अचम्म लाग्छ नि, यो रेखालाई पार गर्ने बित्तिकै क्यालेन्डरको मिति नै परिवर्तन हुन्छ। यो प्रशान्त महासागरमा अवस्थित लगभग 180 डिग्रीको देशान्तर रेखा हो। यहाँनिर अर्को एउटा क्रुसियल एक्जाम टिप छ है। 0 डिग्रीको प्राइम मेरिडियन एकदमै सिधा रेखा हो, तर यो 180 डिग्रीको अन्तर्राष्ट्रिय तिथि रेखा सिधा छैन। यो अलि बाङ्गोटिङ्गो अर्थात् जिगज्याग आकारको छ। किन होला त? किनभने एउटै देश वा टापु समूहमा दुईवटा फरक फरक मिति नपरोस् भनेर जमिनलाई छल्दै यसलाई समुद्र खिचिएको हो। त्यसो भए यो रेखा पार गर्दा मिति ठ्याक्कै कसरी बदलिन्छ त? ध्यान दिएर सुन्नुहोस् है। यदि यो रेखालाई पूर्वबाट पश्चिमतर्फ पार गरियो भने 1 दिन जोडिन्छ अर्थात् 1 दिन गेन हुन्छ, तर पश्चिमबाट पूर्वतर्फ पार गरियो भने 1 दिन घट्छ। दिशा र दिनको यो म्याथमेटिक्स एक्जामको लागि एकदमै इम्पोर्टेन्ट छ। ल, अब हामी आजको सबैभन्दा म्याथमेटिकल खण्डमा प्रवेश गर्दैछौँ, समय र दूरी। हामी सबैलाई थाहा छ पृथ्वीले आफ्नो अक्षमा 360 डिग्री फन्को मार्न 24 घण्टा लगाउँछ। अब यही फ्याक्टको आधारमा हामी विश्वको समय कसरी निस्किन्छ भनेर हेर्छौँ। यो 4 को अङ्क हाम्रो लागि एकदमै गोल्डन फर्मुला हो। 1 डिग्री देशान्तर बराबर ठ्याक्कै 4 मिनेट समय हुन्छ।
अर्को शब्दमा भन्नुपर्दा पृथ्वीलाई 1 डिग्री घुम्न 4 मिनट लाग्छ। त्यसो भए 1 घण्टा अर्थात् 60 मिनटमा पृथ्वी कति डिग्री घुम्छ त? पक्कै पनि 15 डिग्री। 15 डिग्री देशान्तर बराबर 1 घण्टा समयको फरक पर्छ। र अचम्मको कुरा के भने यही 15 डिग्रीको नियममा आधारित भएरै पुरै विश्वलाई 24वटा टाइम जोनमा विभाजन गरिएको छ। अब यो ग्लोबल कन्सेप्टलाई हाम्रै आफ्नै देश नेपालमा ल्याएर हेरौँ। नेपालको प्रमाणिक समय सम्बन्धी यी डाटाहरूबाट परीक्षामा प्रश्न पर्ने चान्स एकदमै हाई हुन्छ। हाम्रो समय दोलखा जिल्लाको गौरीशंकर हिमाललाई काटेर जाने 86 डिग्री 15 मिनट पूर्वी देशान्तरलाई आधार मानेर तय गरिएको हो। यो ग्रिनविचको समयभन्दा 5 घण्टा 45 मिनट छिटो अर्थात् अगाडि छ र यो प्रमाणिक समय विक्रम सम्वत 2042 साल वैशाख 1 गतेबाट लागू गरिएको हो। यी फ्याक्ट्सहरू एकदम कण्ठ पार्नुहोला है। ल साथीहरू, हामीले आजका सबै मुख्य कन्सेप्टहरू छर्लङ्ग पारिसक्यौँ। अब पालो एउटा छोटो ऱ्यापिड फायर रिभ्यूको। आज पढेका कुरा कतिको याद भयो त? म प्रश्न पढ्छु, सबैले मनमनै उत्तर सोच्नुहोला है त। पहिलो प्रश्न, 1 डिग्री अक्षांश बराबर कति भौतिक दूरी हुन्छ? अघि भर्खरै पढेको पक्कै पनि सम्झिनुभयो होला। यसको सही उत्तर हो 111 किलोमिटर। दोस्रो प्रश्न, 15 डिग्री देशान्तरले कति समयको फरकलाई जनाउँछ? फर्मुला याद छ नि? यसको ठ्याक्कै उत्तर हो 1 घण्टा। 1 डिग्रीमा 4 मिनट भनेपछि 15 डिग्रीमा 1 घण्टा। तेस्रो प्रश्न, अन्तर्राष्ट्रिय तिथि रेखा किन सिधा नभएर बाङ्गोटिङ्गो अर्थात् जिगज्याग आकारमा खिचिएको छ? ल सम्झिनुस् त। हो, एउटै देश वा टापु समूहमा एकै समयमा 2वटा फरक मिति नपरोस् भनेर यसलाई जमिन छल्दै खिचिएको हो। लौ त नि साथीहरू, आजको यो भिडियो यत्तिकैमा सकिन्छ है। अर्को भागमा हामी जलवायु, पर्वत, मरुभूमि र नदीनालाको बारेमा मजाले पढ्नेछौँ। परीक्षाको तयारी जोडतोडले गर्नुम् केर। यस्तै महत्त्वपूर्ण सामग्रीका लागि सुजन सरको फेसबुक पेज लाइक गर्न साथै एक्जाम गुरु नेपाल युट्युब च्यानल सब्स्क्राइब गर्न नभुल्नु है त नि। अन्त्यमा एउटा कुरा विचार गरौँ त। यदि विश्वभर एउटै मात्र समय क्षेत्र भएको भए हाम्रो दैनिक जीवन कस्तो हुन्थ्यो होला? यसबारे सोच्दै गर्नुहोला। सफलताको धेरै धेरै शुभकामना।